नमस्ते। के का नमस्ते नि आरामै हो? त्यति धेरै जनता मरिसके कसरी आरामै हुन सक्छौ हामी? तिमी ठिक छौ होला नि? ठिक छ। अब धेरै ठिक रहन्न बुढा। जेन्जीहरू मात्र होइन सबै नेपालीहरू जागिसके। नेपालीहरू रिसाछन् तपाईहरूसँग। रिसाउनुमा कुनै फाइदा छैन। किन फाइदा छैन? सबै नेपाली रिसाएर एकजुट भएर आएर सबै नेताहरूलाई देशबाट भगाएपछि त देशलाई कति फाइदा हुन्छ सोच्नु त। अझै हाँस्न लाज लाग्दैन? त्यत्रा मान्छे मरिसके। होइन तपाईँलाई कहिलेसम्म बस्न मन छ अझै सरकारमा? अबको 5 वर्ष। 5 दिन पनि बस्न सक्नुहुन्न। अब त पत्ता साफ भयो। लास्टमा के भन्न चाहनुहुन्छ भन्नुहोस् त? सूर्य चिन्हमा मतदान गर्नुहोस्। अझै पनि भोट देलान् भनेर त आशै गर्नु पर्दैन। सबैको बोली के छ? सबैको बोली भ्रष्टाचारको अन्त्य बाहेक अरू के छ र? केपी ओली। त्यत्रो आन्दोलन गर्दा नि तपाईँ मान्नुहुन्न होइन? तपाईँ खासमा को हो? म नेकपा एमालेको झोले हो। अझै पनि आफूलाई झोले हुँ भन्दा तपाईँलाई कसैले केही भनेको छैन? मलाई यत्रो दुनियाँले गाली गरेको छ, सराप्या छ। त्यसो भए भागेर कतै बाहिर जानुस्। पैसा ल्याउ त। पैसा ल्याउ। मसँग त छैन। तपाईँ पनि यस्तै खाले नेता हो। तपाईसँग होला दिनु त। 32,000 करोड मात्रै। 21,000 करोड डलर। ल दिने लिने दुवैजना सँगै जानु होला। अब त पुग्यो नि। हजुर गरिब भइयो।